सम्भवतः यो मेरो मनपर्ने केटाहरूसँगको अन्तिम पिकनिक हुन सक्छ। अबको केही दिनपछि केटाहरू कता कता भन्न सकिँदैन। मेरो जीवनको मिठो पलहरू मध्येमा केटाहरूसँगको साथ अनि सङ्गति सधैँ अमर रहनेछ। आजको यो भिडियो आरआर गार्डनमा बिताएको मिठो सम्झनालाई अमर बनाउने नियतले युट्युबमा पोस्ट गर्दैछु अनि तपाईँहरू सबैजनालाई स्वागत छ। हेलो विजयमा। Okay, welcome to Vijay's. Hello Vijay, Vijay's vlog. जानी जानी बत्ती मार्दैको छ, बत्ती गयो भनेर भन्नलाई, किनभने कपिराइट लाग्छ भन्ने वी आर स्योर। कपिराइट लाग्छ भनेर मार्दैको खासमा चाहिँ, तर लाइन गयो भनेर हामी गफ। ओके, थ्याङ्क यू मिथलेश। मोस्ट वेलकम सर। खतरा मान्छे डेयरिङ टास्क गर्ने भनेको यहाँ मिथलेश शशाङ्क अनि ओभर डेयरिङ टास्क गर्ने मान्छे यहाँनिर हुनुहुन्छ। सो हामी वी आर इन आवर गार्डन। जाडो जाडो छ, लाली गुराँस फुलेको छैन, फुल्ने क्रममा छ। सो अर्को भ्लगर इज हियर। के गर्छ यो त, टाँसेर गयो त। यसको फटाइ बोली बोल्दैछस् त, हान्दिने पो कुरा गर्छ यो त यहाँ बसेर। ओके प्रिन्स, मिस्टर प्रिन्स, अब म्यान लाइफको अन्तिम पिकनिक हुँदैछ, स्कुल लाइफको। अरे भाँडा माझ्ने केटी त्यही अघि आएर बसिरहेको छ। ल ठिक छ ठिक छ। वेलकम टु पार्क। गुड आफ्टरनुन। अरे खैला बैला ग्याङहरू यहाँ रहेछ। हेर्नु त त्यतै कता होला। त्यो चलाउँदैन न। ए नचलाउ भेटिन्छ। यो बाउनी चाहिँ यसरी सुँगुरको मासु चलाउँदैछ। ए भिडियोको लागि हो होइन, म अघिदेखि चलाउँदै थिएँ। के हो टाढा टाढा चस्मा छ त यसको त। खतरा हो नि सर। के हो यो, के भन्दैछु यो? यसलाई भोक लागिसक्यो होला होइन? भोक लागेर सबै वरिपरि छ। अघि एउटा थिएन यहाँ। नि जरा थिएन सर, यहाँनिर हामी 2-4 जना थियौँ, त्योभन्दा बेसी कोही थिएन अघि एकछिन अगाडिसम्म। अब चाहिँ हजुर ल फेरि उता डेरिङ टास्क गर्ने मान्छेहरू यहाँ बसिरहेको छ। डेरिङ टास्क गर्न त अब ड्रोन उडाउनु पर्छ होला। कस्तो घाम लाग्यो। ओहो फेरि बाउन के चाहिँ नबोल क्या। ब्रस गरेर आइज त्यो ब्रस गरेर आइज पिल्लातिर। हेलो कस्तो दामी देखिरहेको छ यार रुखहरू। नेचुरल ब्युटी, नेचुरल ब्युटी। डेरिङ टास्क डेरिङ टास्क गर्नु बोलाएको छु हजुरलाई। सो ट्रिज आर भेरी ब्युटिफुल। ल देखायो हजुर, के बोल्नु छ हजुरलाई? ए बत्ती आएन कि क्या अहिलेसम्म? ला बत्ती त बत्ती चाहिँ लामै गएको रहेछ। ला बत्ती आइहाल्यो। सरी सरी होस् होस्। आरआर गार्डनमा एभाइलेबल भएको केटाहरूको लागि किड्स जोन्स यहाँ छ। अनि यहाँनिर एडभेन्चर गाई छ यहाँनिर। फेरि यहाँ आन्टीहरू पनि खेल्न मिल्ने खालको एउटा यहाँ स्विङहरू राखेको छ। आन्टीहरू पनि खेल्न मिल्ने। त्यो आरआर गार्डनमा आन्टी जोन पनि रहेछ यहाँ, नट ओन्ली किड्स जोन।
भाइ टाउकोले टेकेर यस आन्टीहरू पनि खेल्छ यसरी यो यहाँ त नि आन्टी र बेबी सँगै खेलिरहेछ त सेम क्लोथ लगाएर फेरि भाइ यस अब लड्यो ओके आरआर गार्डन म्यामहरू सबै एकदम अल्छी लागिरहेकोलाई चिल घाम त मजिटो अचारको लागि ए अचारको लागि अमिलो अब केही पकाउने छैन पर होला नि म्याम के तार्नु बोलाएन नि रोस्ट तार्नु छ रोस्ट भएको हाम्रो घाम आउँदै जाँदै गरेछ जाउँ भाइ आधार कार्ड ओके ब्याट्री सकिसक्यो र पनि वी आर स्टिल क्लिकिङ द भिडियो हाँसी पठाएछ कहाँ पठाएछ कुनै भाइले कहाँ पठाएछ भाइ हाँसेर फोटोसुटहरू हुँदैछ अनि यहाँ हाम्रो क्यामेराम्यान आदर्श एकदम भोक लाग्छ कुकुर त खतम हुन आँटिसक्यो पिङ्क फ्लावर इट सिम्स लाइक फ्रग के हो यो फ्रग जस्तै छ Oh, wonderful place. You can come here to have fun with your family. Pakri bus bata हामी बसेको ठाउँबाट it takes 1 hour almost 1 hour भन्दा 50 minutes जति लाग्यो मलाई बाइकमा बुलेटमा सर आउँदाखेरि this place is very nice. So time pass गर्नको लागि hang out with a friend अनि hiking को लागि पनि it is nice. Short भिजिट गरेर आउनलाई 1 घन्टामा आइपुगिन्छ त्यस्तो खासै खर्च पनि हुँदैन यहाँ आएर यु क्यान ह्याभ क्वालिटी रिफ्रेसमेन्ट नेचुरल ओरिएन्टेड टाइम सो यहाँनिर हाम्रो केटाहरू आशीर्वाद सर पनि त्यो ब्युटिफुल पोज दिँदैछ यार भाइले यार यता नहेर न इजोले सर साडी त यो झन्डै जित्छ साडी लाउनेमा फेयरवेल चाहिँ अस्ति थियो होला क्यामेराम्यान सर मेरो खिच्दा मेरो आम्मो म चाहिँ के गर्नु प्रोफाइल पिक्चर कस्तो पोज दिनु सर भन्नु त तपाईँ जस्तो हुन्छ म त्यस्तै खिचेको सर इमान्दार पुज्दैन भाइ इमान्दार पुज्छ खुरापाती पुज्दैन वेलकम म्याम
आएको छ यता नाति हुन्छ तेरी क्या साइलीमा त यहाँ भन्नुपर्छ क्या त्यस्तो गर्ने हुन्छ कस्तो मजाले पेन्ट गरे यता मजा स्टोन पार्क हुन्छ म्याम घुम्दा हुन्छ मजाको मित्रेश म्याचमा छ यहाँ नाति गयो अरे यता छ म्याम त्यताबाट ओहो वेलकम मनोमिस खोइ त अरू अरू नआउनु नि अरे ए अल्छी गऱ्यो हेलो नुरु हे तपाईँ क्यामेरा बन्द गर्नु विवासले मलाई यहाँ चढाइदिन्छ नि म हानिदिन्छु सर कति हान्ने विवास ए म यहाँ हान्छु म यहाँ हान्छु बिम हान्ने त बिम के गरेको त तेरो मोबाइल बनाउनु भनेन हामीलाई पहिला तपाईँ भिडियो बफ ल ल ल उता खिच्दैछु म ल बाबाले फेरि हामीलाई यसो तपाईँ पहिला अफ गरेर अफ छ यता खिचिरहेछु ल कता अपनी चम्कन ल ए सक्नु पर्यो यसरी म चढाइदिन्छु समात त अहिले होइन नि के उता ए भाइ रेकर्ड छ रेकर्ड छ एक हात पाँच के हो यो त एक क्रलिङ गर्नु पाइँदैन है दुई खुट्टा सिधा हुनु पर्यो सिधा सर्ट जाने अँ दुई यहाँ मात्रै दुई भयो तेरो यति भएको भएर त्यही क्यामेराम्यानको कस्तो कता जति चार कति हान्नु बाबा चार दुई हान्न दुई भाइ सात हान्न पाँच अब दुई हान्न एक हात हान्ने बाबा दुई मेरो ग्याङलिङ एक हातले दुई हात युज गर्छ भिडियो तर हान्दैन त अहिले पनि दुई त क्यामेरा क्यामेराम्यान मैले भाइ घाट कहाँ तेरो घर कहाँ भाइ घर कहाँ क्यामेराम्यान म गएको घरै भन्दैन यार यो चाहिँ रहेछ यो के हो? सबै लिम्बूहरूको फेभरेट सुँगुर म त गुरुङ सर ए त गुरुङ म अवतार जस्तो देखेछ तँलाई त यहाँबाट यार ओ सुँगुरमाथि चढ्ने कुन चाहिँ अवतार हो कुन हो सायद गुरु अर्को भन्दै कि सर त्यहाँ भिडियो गर्नु रहेछ तपाईँले यसले त अलिक एक्स्ट्रा थियो त हो यस्तो दामी पिसफुल ठाउँ छ हेर्दा नि ल यार यहाँ त नि यहाँ बस भाइ यहाँ फोटो खिच्दा दामी आउँछ ल यहाँ ल बस्दिनु सर यहाँ टक्क बस्यो ढुङ्गै निकाल्नु पऱ्यो क्या तर बस्दिनु सर म निकाल्नु बस्नु क्या सर चढ्नु चढ्नु ल आशीर्वाद सर सर लड्नु चाहिँ त्यहाँ पहाड यत्रो गएर अनि सरले एउटा फोटो चाहिँ कहाँबाट लाइनको लागि दिनुभयो तपाईँले मलाई यति त थाहा थियो तपाईँसँग मात्र थियो त्यो फोटो कुन चाहिँ फोटो एउटा मैले चस्मा क्याप लाएर हामी दुईजना मात्र गइरहेको थियौँ त त्यो सर धानबारीको बिचमा छ त्यो फेसबुकमा बस्थ्यो एउटा फेसबुकमा होइन नि त्यो त्यो तपाईँले म त कहाँ सन्चो नगरेर भिडियो सिडियो केही बनाएन नि आँखा हाल्थ्यो आजै हो मैले क्यामेरा र यो यति चलाएको हेरेको ल्यापटप खोलेको सिकाल्छ मान्छे त अलिअलि देखेन यस्तो ग्रिनरी ठाउँ त छैन सिरातिर ए संसारको भन्दा पनि नेपालको सबभन्दा ठुलो चारकोसे झाडी सुनेछस् अनि झापामा चाहिँ के पर्छ कहाँ छ दादा त्यो पनि हाम्रोमा पनि पर्छ नि त त्यो छोड्दैन अब होइन अनि फोटो खिच्न कहाँ शिखरै चढ्दैछ अब जोसँग खिच्ने बेला पनि ऊ त्यो चढिरहेको छ केटो झर्लाई अर्को हात भन्छ जसरी बाबा त हिजो चढ्न सजिलो झर्दै गाह्रो नि हो यहाँ साथीहरूलाई आम भाल्दैन नि त टाउकोले टेक्दिनँ नि स्वाट्नै आमाले एकैचोटि त्यो फोन सहित मलाई दिनुभयो म झर्छु है यस्तो फोहोर फाल्ने ठाउँ छ भनेर च्याट फोहोर फाल्ने ठाउँ पनि राम्रो डोको कुरा छ होइन देखाइदिउँ त सर्लक्क त्यहाँनिर आउनुहोस् हेर्नलाई अर्ग्यानिक एकदम अर्ग्यानिक हुन्छ ल यसरी है सौजन्य डिभिजन वन कार्यालय तेह्रथुमले यहाँनिर कुइने फोहोर यता
बियासमै राखिदिए म यहाँ इताची जस्तो बस्छु त्यसरी राख्नुपर्छ। तर यहाँनिर जति पनि फोहोर छ सबै नकुहिने फोहोरहरू मात्र हालेको छ। दिवस चाहिँ यहाँ पर्छ है सर। इताची बस्न आँटेको कि ए यो कुहिने हो विवश यहाँ पर्छ सर त यहाँ आम यो कसको अफ भएको क्या मिस्टेकले लडे भयो नि के हो मलाई अर्काडा आइफोन चलाउन न इताचीको मरिसकेर चाहिँ म जान्छु कस्तो हुन्छ कसको पोज अरे भाइ इताची इताची इको पितान जस्तो दिएको चाहिँ इताची भन्छ त यार आफूले खिच्दै भाइ छिटो 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 मलाई लडे इको पितान गयो के भन्छ बन्जी जम्पिङ उ गर्दा हुन्छ त ओपन गर्दा हुन्छ त हेर्नु त कस्तो दामी भिड छ मर्नु भन्छ मान्छे एकदम मजाको चाहिँ लास्ट संसारमा एउटै पिसफुल ठाउँ भनेको यही हो। यो पनि यस्तो गीतहरू बजेर यहाँ इक्कु पितानहरू जस्तो मान्छेहरू आएर यहाँ कस्तो दामी हुन्छ क्या रक क्लाइम्बिङ पनि बन्जी जम्पिङ पनि आङ्ला खेवा छत्तरे ना दार्जिलिङ बिजनबारी सुम्बुक्नु कना तिनजुरे दरी हिसी फेरेको बा रिङ भानु गयो यहाँ बकिन्छ गामी बिराङबा फेरि वासान थोकमुङ बा म वासान अकेला थोकमुङ याका टेङ जुम से ओमेत नै म गा चाम चाहिँ जाम बा एकैसँग ओके थारू सिम्बा निवादुङ होम लाभा खेवासा फुट्नु छ अरे भइ भइ मैले केसम्म बुझेँ भने म लिम्बू भएर पनि कुखुरा चाहिँ बनाउँदैछु त्यति चाहिँ बुझेस लाग्यो हो। त्यो तपाईँले अन्दाज दिनुभएको होला मिल्यो मिलेन अलिअलि म चाहिँ अब उताबाट आएको खेवा मान्छे होइन तर पनि खेवा भएर पनि मलाई जिम्मा चाहिँ कुखुराको मासु पकाउनु दिएको छ होइन कसै खेवाहरू भएर होइन खेवाहरूले देख्यो भने पनि मन दुःख नगर्नु म खानु चाहिँ खाँदिनँ भनेको नि गाह्रो छ हो ट्यालेन्ट हुनु गाह्रो छ। हाम्रो तामाङ सर आउनुभयो भर्खर 2 प्याक पानी लगाएर तामाङ जाउँ न अब जानु पऱ्यो नि आगो ताप्दैछु भन न भइगयो तामाङमा भाइ त्यो हाम्रो उयो भयो फेरि पाकेको मात्र हुनुपर्छ कि पाएको हुनु पऱ्यो नि खरानी हुनु पऱ्यो नि अस्ति सेकुवा पोलेर खाँदा होइन विदेशहरूले खाने भए चाहिँ अलिक फरक ए म खाइनँ म त माछाहरू रोस्ट गरेको पनि नि दाइ अलिक मजाले स्याङ्गै भएको छ भने मलाई मनपर्छ हौ उसले हात यता गरेर 1 भनेपछि उसले 1 भन्नु पर्यो त 1 यता 2 उसले 1 भन्छ 2 भन्नु क्या हात यता देखायो के खान्छ हात यसको म खेल्नु म नि खेल्नु म यहाँ बसेँ ल झुकाउनलाई यो बोक्दिने मान्छे हो 1 2 3 4 5 6 7 8 2 3 4 5 6 7 up ल 1 2 3 4 5 6 7 up 1 2 सागात 3 4 5 6 7 up 1 2 3 4 5 6 7 only one goal is hey 1 जित्नु पर्यो 3 4 5 6 7 up दुईटै यता सेभेन भयो चाहिँ स्टार्ट ल दुईटैले गरेको उसले भनेको छैन नि त म क्लियर मात्रै गर्न सक्छु 4 5 6 7 up 1 4 5 6
सरलाई थाप्दिहाल न कति आवरको भोको केटाहरू हाम्रो केटाहरू आवर भयो होला 7 कति बजी स्टार्ट गरेको खाना 11 हजुर 11 10 11 होला हामी यहाँ आइपुगेको 10:30 मा 10 11 भने 11 तिर खाइस खाजा अहिले 4:40 भयो भनेपछि अलमोस्ट 6 आवर्स हुँदैन होम्स केटाले आज गेम देखाउने भयो तिमीलाई दिन दिएर मात्रै एउटै भएछ नि त सँग सयन दिने हैन भोक लाग्यो भाइ हो भने टाउको लगाइदेऊ हो भोक लाग्यो ए को यो मान्छे हो ओके समर अल्बिना त उयो गरेर बस छ्या कस्तो बिला भाइ ला प्राउन्ड उडे त हो भाइ साथी साथी मिलेको कमिलाले चिलेको कमिलाले चिलेको ए त्यस्तो हो तिम्रो ज्याकेट लाउ जाऊ ज्याकेट लाउ सम्म तिम्रो ज्याकेट छैन चिसो हुन्छ है मुखमा ल मुखमा वाइल्ड छ त अन्त खुवाइ त साथी वाइल्डै हुनुपर्छ मुखमा यता मन छ त भोग्नु ल मेरो आएन अन्त भ्यू चाहिँ जाँदैन नि हामीले बङ्गाली स्टाइलमा लु बङ्गाली स्टाइल अस्ति नेको ओके यतिको त ठिक well made meat I eat it with very well fashion क्यों अभिनव क्या अभिनव यो को भातसँग ललिपप खाए यो ललिपप खाइरा मेरो अर्को फोन तसँग छैन नि ब्याग राखेर खान हो म बोकेर खाइरहेको छु त ल के भन्नुभयो अरे मुखमा ल माथि मेरो ग्लास अलिकति हाल्नु त हाल्नु ज्यादा सर म खाएको पनि भिडियो लिनु ल खाना त यार म लिइरहेको छु ल हजुर ल म ज्यादा एकचोटि अरू राख्नु ओ मलाई एक दिन को यो गेम देखाउने रहेछ भन्छ ए भाइ चुयो यो मासु लभर क्या सर मासु लभर त्यो भुइँमा राख्दा हुन्छ भाइ ओके सर चाहिँ कति होला म लिएर आउनु सर तपाईँको लागि नो 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 फेरि आज त हामी 600 को विनर पनि पेर्छ सर अनर अफ 600 600 रुपैयाँ खाने बाँकी 6% 600 अनर अफ हामी 600 खाने बाँकी छ सर हो 600 पहिला यो 600 खाने एउटा मुखमा झ्याप्पाले एउटा सर्ट हानिदिन्छ यो उचाल्नै नसक्ने रहेछ उचाल्नै नसक्ने वेटको खाना खाँदैछु हजुर तिमी अलिक उल्टो भयो कि हो हामी त केहीहरू देख्छ सबै तपाईहरु आँखा चिम्लेर खानु पर्ने हुन्छ केटीहरूले देख्छ अरे केटाले
ठिक छ ए स्काई फाइनल्ली Oh, that is super. It's gotta be close to 8. More than 8. Yeah, more than 8. पनि खाऊ न चिची मात्रै नखाऊ न बाबा खाऊ एकास होला भाइ इभन लग्यो खाऊ न तिमी भाइ खाँदैन यस्तो यो खाउनु म तिमीलाई मन पर्छ त